हेलो साथीहरू नमस्ते वेलकम माई युट्युब च्यानल लस्या पछाइ। आज पनि म धेरै दिनपछि हजुरहरूको माझ एउटा भिडियो लिएर आएको छु। मेरो यो गान सुनेर मेरो भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। म चाहिँ सधैँ जस्तो आज चाहिँ मेरो सटरडे हो। सटरडे चाहिँ म अलि फ्री हुन्छु अनि उठेर यसरी फ्रेस भइसकेपछि चाहिँ खानाहरू सबै पकाएर रेडी गरिसकेको छु। अनि यो तरकारी दाल अनि यो अचार त्यसपछि भात चाहिँ सिटी लगाउन छोडेको छु। शनिबार चाहिँ अलि लेट हुन्छ जे काम पनि। यता चाहिँ दुध तताउँदैछु हेर्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ यो दुधलाई मजाले पाक्नलाई यता छोडिदिन्छु। अनि आज चाहिँ म थोरै मेरो करेसाबारी छ त्यसमा चाहिँ अलिअलि सानोतिनो झारहरू फाल्ने खन्ने काम गर्न गइरहेको छु। अनि त्यसपछि यति अलिअलि चाहिँ फुलहरू पनि छ। अनि त्यसपछि यति हो स्पेस चाहिँ। यो स्पेसलाई चाहिँ मजाले खनेर राम्रो तरकारी लगाउने गराउनको लागि चाहिँ मैले यो खन्न थालेको छु। यसमा चाहिँ प्राय तरकारीहरू लगाइरहेको हुन्थ्यो। अहिले चाहिँ अलि ग्याप भयो। म बिजी भएको कारणले गर्दाखेरि खासै भिडियोहरू पनि अपलोड गर्न पाएको थिएन। अनि थोरै भए पनि स्पेसमा अलिकति केही लगाम अनि फेरि हरियो हुन्छ थोरै केही खानको लागि नभए पनि हेर्दाखेरि ग्रिनरी राम्रो देखिन्छ भनेर लगाउने गरिरहेको थिएँ। अहिले चाहिँ अलिकति ग्याप भयो। अनि यसरी मजाले बाँझो बनेछ कि यो चाहिँ। यसलाई खनेर मजाले माटोहरू फुर्र पारेर मलहरू मिलाएर यसमा चाहिँ सानो बिरुवाहरू लगाउनको लागि मैले खन्दैछु। अब अहिलेको यो सिजन भनेको चाहिँ असोज सकेर कार्तिक लाग्यो आजदेखि। अनि यो सिजनमा चाहिँ के कुन तरकारी लगाउँदाखेरि ठिक हुन्छ त्यो पनि कमेन्ट बक्समा छोडिदिनु होला। प्राय म लगाउन त लसुन पियाजको बिर्नाहरू अनि त्यसै काउली अनि त्यस्तै सागहरू लगाउँछु। त्यही पनि स्पेसली यो टाइममा चाहिँ कुन तरकारीहरू लगाउँदाखेरि फल्छ भनेर कमेन्टमा पनि छोडिदिनु होला। अलिअलि झारहरू पनि उम्रिसकेको रहेछ। धेरै टाइम भइसक्यो न खनेछ न त्यहाँ झर सफाइ मल यताउति केही पनि गरेको थिएन नि त। त्यत्तिकै बाँझो जस्तो भइसकेको थियो। अनि यतिकैमा नानी पनि आउँछिन् अनि तिनलाई पनि गर्न पर्यो अरे। केही काम गरेको देख्नै हुन्न अनि फेरि उसलाई पनि गर्नै पर्ने हुन्छ। उसलाई पनि अब खन्ने भाँडो चाहियो अरे कोदालो चाहियो भनेर मेरो अघिपछि गर्दैछिन्। अनि मजाले यसरी सबै मजाले मेसीसँग खन्दै डल्लाहरू फुटाउँदै अनि अलिअलि भएको झारहरू फाल्दै गरेर चाहिँ यसलाई मजाले सानो बिरुवाहरू लगाउन मिल्ने गराउन छ। खासै राम्रो भिडियोहरू त अपलोड गर्न पाएको छैन। त्यही पनि मेरो यो सानो भिडियोहरू हेरेर सेयर गर्न लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। यो के को बिरुवा होला भन्दै हेर्दैछु। त्यहाँ चाहिँ काँक्राको सानो बिरुवा आफै उम्रिएको थियो। अब त्यो यतिकै फालेको तरकारीहरू केलाको फोहोर पनि मैले फाल्छु। अनि त्यसैबाट उम्रेको यो फल्दैन भनेर यसलाई चाहिँ फेरि उखालिदिएँ। अनि यतिकैमा फेरि नानीले मलाई कोदाली चाहियो भन्दै आउँदैछिन्। मैले खन्दैछु उसले चाहिँ मजाले पछाडिबाट कुचेर फेरि उस्तै बनाउँदैछिन्। मम पनि आउनुभयो। मजाले पानी आएको थियो अस्ति न अलि अगाडि। अनि माटो त मजाले भिजेको थियो। पहिले नै खन्छु भन्दै फेरि सुकिसकेको रहेछ। अलि साह्रो भइसकेको छ। धेरै त छैन यति हो। अनि यसमा चाहिँ मैले गएको साल पनि लसुनहरू अनि पियाजहरू अनि फेरि सागको बेर्नाहरू लगाएको थिएँ। कौसीमा पनि अलिअलि छ। अनि यो चाहिँ घरको साइडमा रहेको हो। नानीले पनि खन्दैछिन्। मम्मी जता खन्यो त्यतै खन्न पर्यो। म पनि मिलाउँछु लगाउँछु मेरो बारी हो भनेर खन्दैछिन्। हेर्न सक्नुहुन्छ। खन्नभन्दा धेरै कुचेर साह्रो गराइदिइसकिन्। मलाई चाहिँ जसले घरमा जे काम गर्यो उसलाई सँगसँगै गर्न पर्ने हुन्छ।
हामीले पनि हेर्दै हुनुहुन्छ। साह्रो भइसकेछ अनि कति ग्याप भयो नि त कोदालोले खन्न छोडेको। अनि त्यसपछि यति खन्दाखेरि पनि कति हो गाह्रो। यसलाई चाहिँ अनि मजाले खनेर यो झारहरू सबै केलाएर अनि यो ठाउँलाई स्पेसलाई चाहिँ जुन खनिसकेपछि मजाले माटोहरू एउटै लेभलमा मिलाएर राख्छु। अनि आज सटरडे हो, सटरडे भएको कारणले चाहिँ यति खन्न भए, नत्र चाहिँ म दिउँसोमा बिजी हुन्छु। अनि यति खनेर राखिसकेपछि चाहिँ अब बेलुका पख गएर बेर्नाहरू लिएर आएर अनि त्यो बेर्नाको घाम दिउँसो गर्मीमा लगायो भने मर्छ नि त। अनि त्यसपछि बेलुका पख 4-5 बजेपछि चाहिँ मजाले सरर बेर्नाहरू लगाइदिएर अनि त्यो पनि भिडियो लिएर आउनेछु म तपाईँहरूकोमा। के लगाएँ भनेर देखाउँछु। खाली त हुन्न, प्राय लगिरहेको हुन्छ, फल्छ फल्दैन त्यो त अब त्यस्तै हो। तर मलाई चाहिँ त्यो साइडमा ग्रिनरी हरियो राम्रो देखिएको छ, त्यो यत्तिकै छोड्नभन्दा भनेर मनपर्छ कि एकदम। हजुरहरूले कसरी लगाउनुहुन्छ, के लगाउनुहुन्छ अहिलेको सिजनमा, त्यो पनि मेरो कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला। के चाहिँ तरकारी लगाउँदाखेरि चाहिँ अब फल्छ भन्ने, जे पनि लगायो के पनि फल्दैन, रहर त लाग्छ। त्यही पनि फेरि फल्ने के पनि होइन। त्यति ठुलो चप्पल लगाएर मजाले खनेको ठाउँमा कुदिदिएछिन्, फेरि उस्तै हुने भयो। अब मैले नसकाउँदासम्म यही नै हुन्छ। त्यसपछि छिटो गर्दैछु, छिटो खनेर भ्याइसकेपछि चाहिँ अनि लैजान्छु यिनलाई पनि। आजको लागि चाहिँ यति नै हो साथीहरू। मेरो भिडियो हेरेर सपोर्ट गरिदिनु होला, यति नै, यही भन्न चाहन्छु। फेरि पनि यस्तै भिडियोहरू लिएर आउनेछु, के लगाएँ भनेर पनि म हजुरलाई देखाउँछु। आजलाई चाहिँ यति नै साथीहरू, बाई बाई।